गाइस अहिले हामी चाहिँ सुवनमा छौँ। अब हामी सुवनबाट जिन्जु जाँदैछौँ रमेश दाइकोमा। त्यसपछि हामी त्यहाँ गएर खसी काट्ने, हिजो काटिसकिया छ खसी, र अब हामी प्रस्थान गर्दैछौँ। साथीहरू वेट गरिरहेको सुनिल अनि महेश आउँदैछन्, लक्ष्मण आइछ अनि म आनन्द। अबको हाम्रो योजना के छ, कसरी चलिनु भयो, कहाँ जाने भयो? अबको हाम्रो योजना चाहिँ सुनिल र महेश आउँदैछन् भर्खर भर्खरै हाम्रो साथीहरू पनि आए। अबको प्लान के छ, अब कहाँ जाने कुरो भयो? ह्याप्पी दसैँ। हाम्रो दसैँ सुरु भएको छ बोल्न, छुसक भन्दा नि दसैँ स्पेसल्ली भयो। अब हाम्रो प्लान के हुने भयो? पहिला खाना खाने कुरो भयो होइन? यात्रा लामो छ, 5-6 घन्टाको बाटो छ। पहिला खाना खाऊ, त्यसपछि फारो हामी निस्किने कुरा छ। हामी फेरि उताभित्र ल अहिलेलाई राखियो। बोनस कति? तँलाई बोनस कति दियो? ए सुनिलको कति दियो? 2 लाख? मेरो 3 लाख। मेरो 3 लाख दियो। ल अहिलेलाई फेरि हामी खाना खान्छौँ, त्यसपछि फेरि आउँछौँ है त। अहिले चाहिँ हामी चाहिँ सुवनमा आछौँ, सुवनको कुँडीमा होटलमा। यो हाम्रो ड्राइभर यो हो। यो हिजो मलाई दसैँ सुत भनेर आफू गाडी चलाउने मान्छे नै जागराम 4 बजीसम्म जागराम र अहिले यहाँ सुतिएछ। यसले गाडी चलाएर लान्छ कि नै, त्यसैमा टेन्सन छ म। ड्राइभरको हालत अहिले यहाँ सुतिएछ, त्यही भएर पालो चलाउने सोचमा छौँ। यसले आधी बाटो चलाउँछ, मैले आधी बाटो चलाउँछु। ल यो आनन्दको गाडी हो। अब चाहिँ अब म अगाडि चढ्छु के। यता महेश हुनेवाला बुढी कि बुढा, ऊ चाहिँ कलाको बुढा। अब हामी चाहिँ हिँड्यो अन्त बेला प्यारे लालाको त मिठो भयो नि के। साढे 7 बजी पुगिन्छ भने त राति बिस्तारै हिँडिँदैछ नि होइन, तर पनि 60 नै सुरु छ। हामी चाहिँ जिन्जु जाँदैछौँ अहिले रमेश दाइकोमा। छुसकमा सबैजना गाउँका सबैजना दाजुभाइहरू भेटघाट गर्नको लागि चाहिँ भुसान जिन्जु जाँदैछौँ। अहिले चाहिँ हामी यहाँ म छु, अनि महेश छ, त्यसपछि सुनिल, त्यसपछि यता आनन्द छ। आनन्दले चाहिँ गाडी चलाउँदैछ। सुनिल हजुर के छ त, ठिक छ कि होइन? ठिक छ, तिमी ठिक छौ? पहिला हामी कहाँ जाँदैछौँ? होइन सुनिलको मुखबाट पनि सुनौँ न। हामी अहिले जिन्जु जाँदैछौँ। हाम्रो साथीहरू जुन तल बेलमा हुनुहुन्छ सबैजना तलै हुनुहुन्छ, जो आज रमेश दाइकोमा। तल कतिजना छ? हामी टोटल 11-12 जना जति भइन्छ कि होइन आनन्द? 12 जना छन्।
अरू कस्तो छ त आनन्द? अरू गाडी चलाउने राम्रो छ तरिका? ठिकै छ, अरू त सबै ठिकै छ। आज अलि जाम हुनसक्छ किनकि यहाँको दसैँ, नेपालको दसैँ जस्तो आज भोलि पर्सि यहाँको ठुलो चाड हो। त्यही भएर अब सबै गाउँ जाँदैछन्, यता के अरे बाटाभरि गाडी धेरै हुन सक्छन् आज चाहिँ। तर गइन्छ, बिस्तारै गइन्छ, हामीलाई केही हतार छैन। हामी 80-90को स्पिडमा सरर गइन्छ। साँझसम्म पुग्ने तरिकाले जाने हो, साँझसम्म पुगिन्छ। 350 किलोमिटरको बाटो छ, हामी बिस्तारै 5-6 घन्टामा पुग्ने हिसाबले चाहिँ गइन्छ, हामीलाई हतार छैन। खाना खाने तरिकाले पुगे हुन्छ, हामी केटाले गराउँदो रहेछन् उहाँ खाना। हामी चाहिँ बेलुकासम्म पुग्दा हुन्छ, हामीलाई चाहिँ आनन्द छ। अलिअलि गति लिनु ला है गाडीले है। गाडीले गति लियो क्या? बसको मात्र लेन हो कि छुट्टै त निलो घेरा बस लेन हो क्या? अरू कारहरू जान पाउनुहुन्थ्यो हेर। फाइन हो, फाइन हो के? तिनीहरूलाई फाइन लाग्छ। ऊ गयो त अर्को त्यो कार। क्यामेरा नभएको ठाउँमा त उडिएको होइन? बन्द गर्नु हजुर। ल हेर बस 10 बज्छ। ड्राइभर यता हेर। ठिक छ नि होइन? ठिक छ ठिक छ। जाम भयो क्या यार। जाम भइसक्यो। हामी सातसम्ममा हिँडिरहेछौँ साथीहरू भेटघाट गर्नको लागि। अहिले चाहिँ हामी speed camera ahead in 500 meters. Speed limit is 110 kilometers per hour. बस पनि जाम भयो यार।
भनेको के बोल्नु नि त काटेर पिन्छ पेट्रोल गाडी साडी बिग्रियो भने 20 kilometers, you will reach Chumwang Chestnut Service Area. Average speed camera and 1 kilometer. Speed limit is 110 kilometers per hour. Average speed camera ends in 500 meters. Speed limit is 110 kilometers per hour. टोलगेट पनि मैले मिस्टेक गरिनँ यार एउटा गरेँ हैन हामी जिन्जु आइयो हैन त हजुर हामी चाहिँ अब जिन्जु पुग्नु अब जिन्जु भन्दा पनि जिन्जुको डेस्टिनेसनमा पुग्नु 7 किलोमिटर 4 देखि 5 मिनट भित्रमा हामी रमेश दाइको पुग्दैछौँ र साथीहरू हामीलाई फुलमाला खादा लिएर बस्नु भएको छ है कुर्सी बोकेर
ल हाम्रा केटाहरू क्रिकेट खेल्दैछ हाम्रा गाउँका केटाहरू पड्काङ गाइजहरू जनक के छ खबर एकदम ठिक छ दाइ ठिक छ एकदम राम्रो ठाउँ रहेछ एकदम ठाउँ चाहिँ बबाल ओहो ल महेश हान ओ छबो छक्का छक्का जीवनले हो कि राम्रो खेल्नु त पहिला है बिर्सियो नि त ल खै बल ल्याउन त बल हान्नु न तपाईँ छुनु न किरी खेल्न भनेर गएको गाइजहरू किरी खेल्न नपाइने हेरे ल ल ल ल ल ल ल ल दगुरम ल आनन्द दगुर 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 ल ए यहाँहरूले चाहिँ 4-5 वटा ठाउँमा गयो है कोही क्रिकेट खेल्ने ठाउँ नपाएर अहिले यस्तो ठाउँमा क्रिकेट खेल्नु परिरहेछ फेस्टिभल चलेको जिन्जुमा हो अन्त फेस्टिभल प्रकाशलाई प्रकाश आएन मेरो उपाध्यक्ष त्यो लन्डन जाला केटा राजा ओमा कहाँ छौ तिमी मतलब त्यतै छु हम कुरान बाटेको छु हैन चिनी सब सुरुमा खाना खाम ए भात थाल छिन भयो जुन थालमा खाएको हो के चटपट खाएको चोखै छ आफ्नै थाल हो नि प्यान्ट सेट खेती भयो यसो फेर हैन मस गरौँ हैन मन परि चाहिँ मजाले भोलि चाहिँ होला सायद कतिजना 10 जना हो नि 11 एकजना विनोदले त अर्को खाने ए 10 जना नको सबलाई दिएन सर कस्तो फटाफट चिकन यो बाबु यो उता दिए त ए यो त नयाँ छोरो जनक नमिलेको थप्छु अथवा धेरै भयो झिट छोयो नगरमै ल्याएछु उमेरले त खानु न के नखान्छहरूलाई त्यही भन्ने चाहिँ मैले उमेरको खै त खै धेरैमा धेरै हालिहाल्छ जीवेले चाहिँ बिहान बिहान उठेर चिया बनाउँदैछ झन् यो यतिको टाठो रहेछ अरू सबै सुतिरहेछ नि यसले चाहिँ चिया बनाइरहेछ आएको चाहिँ जीवी एकदम टाठो भएछ ज्यान पनि गराएछ खतरा रहेछ 8 एप्स छ
के हुन्छ र यार के हुन्छ र अब काम गर्नु जानु पर्यो भोलि बिहान 6 बजे काम त भइहाल्छ नि यार एउटा हैन हिजोको त्यो निकाल्नु त के निकाल्नु पर्यो कालो एउटा राख्नु पर्छ के कालो एउटा राख्ने 4 वटा त्यो राख्ने 5 वटा गराउने त्यसरी 5 वटा भयो त त्यही गरे कालो 10 को माल भयो के जल्लाई गयो नि त्यो 10 एउटा रात राख्नु पर्यो एउटा बुक हाल्नु पर्यो नि यहाँ चाहिँ एक बुक तासै छैन के तास त यहाँ आनन्दले यार तले यही हो त्यसमा 5 वटै नाम थियो के केही भएन एउटालाई कालो पर्दैन के म खेलेको अहिलेसम्म कम्पनीमा कति 1 वर्ष भुन लागिसक्यो जम्मा 2 चोटी आयो 2 चोटी आउन त आयो नि त त्यो त कहिले के रे 2 वर्ष 2 चोटी भने कालो निकाल्नु सर के हो र हैन निकाल्न पर्दैन के कालो हेरेको 4 वटा मात्रै हाल्ने भए चाहिँ निकाले भयो हाल्नु पर्छ के रे 5 वटा गराउने भए चाहिँ एउटा 10 को निकाल्ने भयो नि हैन ठीक छ त एउटा रातो हाल्दै भयो के अब त्यो एक गड्डी हाल्ने बद्दैन नि त यहाँ सबै मर्छ के अर्को तास छुट्याएको के ए हाती बाना शिवल भयो तल एउटै त चाहिएको नि अरु कुन चाहिँ छ यहाँ यसरी पर्ने नि भेट्नु अरु त किन्छ यो र हैन टोनीलाई हरा गायब भयो नि त हैन के यो दुईटा यत्रो खुल्दा बल्ल भेटाइयो त लगे ल भयो पाइयो गुलाम पाना गुलाम इट्टा भयो ल पाना गुलाम यहाँ चाहिँ ल भयो अब हुकुम गराएको कसले गराएन हुकुम चिडी खै रमेश सुरुबाट यार मैले यो बनाउँछु यार रमेश सुरुबाट यार भएन सुरुबाट यस्तो मिठो है देखेर तिमीलाई हेरेर हो यसमा ठीक छ ल सुरु गर सस्तरी हैन त्यो त राम्रो हुँदैन फेरि या मसँग छ तपाईको देखेर तिमीलाई हो यो ठीक छ यो सर्ट हान्न सकिन्न के त्यसो भने माथि आयो भने हुन्छ नि त फेरि हेर है त ए पछि तान्न सकिन्न के यो मैले बजाउँछु कमले सोली माथि सर्केलायो रालेकी रूपै सुन्दर मेरी हजुर तपाईकै भरेकी रूपै सुन्दर मेरी हजुर तपाईकै भरेकी तीन पाते राम्रो गाउनु क्या तीन पाते अब गाउनु बाटो तिमी आउनु त्यही बाटो अरू आउनु साटो अरू आउनु साटो निरीमै अरू आउनु साटो सुरता हो कि माया हो जेन्जुरो जुरो हो सन्काइदेऊ कि बोलिदेऊ भन्देऊ के कुरो हो यादै भए पुग्ने पुरै छ भोग्ने राको साटो भोग्ने राको साटो निरीमै भोग्ने राको साटो तीन पाते हो फेसबुक लाइभ गर्न पर्छ तीन पाते हुन्न को सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण को सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण
बिर्सना जिन्दगानी दर्पण छाया दिलको सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण छाया लहनाले चुरायो बहानाले भेटायो दिलको सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण छाया लजाएर एक्लै किन लजाएर एक्लै किन बसेकी मायालु अब जाता छोड एक्लै अब जाता छोड एक्लै मेरो मायालु कापिएका समय यादहरूको नयाँ घर बनाए एक तेरा बोली हेर माया माया जाँदा माया हार्दै जानुला खुसी सबै सङ्गालीमा यादहरूमा बाँचुला कहानी अधुरै साँचुला किन माया बस आफै दुख्नलाई हो किन माया बस आफै दुख्नलाई लाग्छ बेर कति यो घाउ सुक्नलाई मै गाली गाए मै ढली गाए नि एक्लै भए नि आँसुको भारी मन गाँठो पारी पोखियो आज संसारै हारी मनै त हो नि सके सम्झौला नसके आधायो मुटुली जाउँला मै गाली गाए मै ढली गाए नि एक्लै भए नि सम्झना मनबाट नै आशा छ माया
नेपालमा हाम्रै नेपालमा हाम्रै पक्याङमा जिएन यहाँ आउनलाई मरिमेटी धन कमाउनलाई के गर्नु देशभरि बेरोजगारी सङ्गीतको भारी आमा मेरी गली चिठी बारी साझा छ गली नदु भरी मेरो ताना अहिले यहाँ भए नि मन भने सन्नानी हुँदैछ हाम्रो नेपालमा सम्झना बिर्सना सलालाला झन्झन बढ्यो तिर्सना सलालाला सम्झना बिर्सना सलालाला झन्झन बढ्यो तिर्सना सलालाला उता होला सजनालाई आफ्नै संसार